हेलो गाइज नमस्ते म अनुप ठेकाल हजुरसँग फेरि उपस्थित भइसकेको एउटा सानो भिडियो लिएर। आजको भिडियो चाहिँ मेरो साथीलाई डेडिकेट छ, किनभने हाम्रो क्लासमेट नसुवा नेपाली हाई स्कुलको क्लासमेट हाम्रो साथी पाण्डे निवासी उहाँको भाइ र उहाँसँग उहाँको बहिनी अथवा साथी हुनुहुन्थ्यो, जसको सेवक रोड हिट एन्ड रन केसमा उहाँको मृत्यु भएको थियो हाम्रो साथीको भाइको। र आज डिसिपी एमएस सरको नेतृत्वमा खटिएको पुलिसकर्मीद्वारा उहाँहरूलाई जो आरोपी हुनुहुन्थ्यो र जुन गाडी थियो त्यो पक्रा परिसकेको छ। र अब लाग्छ कि हाम्रो त्यो भाइ र हाम्रो साथीको परिवारले न्याय पाउने बेला आइसकेको छ। अलिकति ढिलो भयो इन्भेस्टिगेसन गर्दा गर्दा वेस्ट बेङ्गल सिलगढी पुलिसद्वारा, प्रशासनद्वारा, तर पनि पक्रा पर्यो। जानकारी अनुसार प्राप्त भएको मेसेज यो छ कि जसद्वारा एक्सिडेन्ट भएको थियो त्यो कुनै पेट्रोल पम्प मालिकको छोरा हो सिलगढीकै भन्ने कुरा जानकारी प्राप्त भइसकेको छ। र अब हाम्रो इन्डिया ल र इन्डियाको कानुनको हिसाबले उनीहरूले कस्तो प्रकारको सजा भोग्नुपर्छ भन्ने कुरा हामीले फेरि सोसियल मिडिया मार्फत थाहा पाउने नै छौँ। र उहाँ जुन हाम्रो साथी हुनुहुन्थ्यो उहाँले न्याय पाउने बेला आइसकेको रहेछ। र न्याय पाउन् उहाँलाई मेरोबाट अग्रिम नै सम्बोधन छ। उहाँहरूको घरमा एकदम अहिले दुःखको घडी घटेको छ। उहाँहरूलाई म हौसला दिन चाहन्छु। नहुनु थियो भइहाल्यो, ठुलो पीडामा हुनुहुन्छ हजुरहरू। यो पीडाबाट उम्रिन त हजुरहरूलाई उत्किनुको लागि धेरै नै असुविधा हुन्छ होला अहिलेको घडीमा। हामी आश्वासन दिन बाहेक अरू केही गर्न त सक्दैनौँ। तबै पनि मलाई लाग्छ यो दुःखको घडीमा हजुरहरूलाई आश्वासन दिनु नै हामीबाट ठुलो सहयोग होला। किनभने अहिलेको जुन घडीमा तपाईँहरू हुनुहुन्छ, जुन दुःखमा तपाईँहरू हुनुहुन्छ, म चाहदिनँ कसैले पनि यस्तो दुःख भोग्नु परोस्। किनभने हजुरहरूले पनि नचाहँदै अचानक यो प्लान मर्डर हो भनौँ या एक्सिडेन्ट भनौँ, जे पनि होस् त्यो त इन्भेस्टिगेसन गर्दाखेरि थाहा पाउन सकिहालिन्छ। तर अहिले जुन यो हजुरहरू समक्ष दुःखद घटना घटेको छ, हजुरहरूलाई यो बहुतै दुःखको घडीमा आश्वासन दिनु बाहेक अरू केही सकिँदैन। न्याय हजुरहरूले छिटै पाउनुहुन्छ। सायद जुन भाइ हाम्रो बितेर जानुभएको छ उहाँलाई त पाउनुहुन्न होइन, तर न्याय मलाई विश्वास छ गभर्मेन्टमाथि, भरोसा छ मलाई इन्डियन कानुनमाथि, हाम्रो इन्डियाको कानुनमाथि। तपाईँहरूले न्याय पाउनुहुन्छ। अलिक दिन अझ प्रतीक्षा गर्नुपर्ने समय लागेको छ। सायद अझै प्रतीक्षा गर्ने समय आउँछ होला। मैले यस भिडियोमा उहाँहरूको नाम नलिनुको कारण के हो भने नाम लिएर पब्लिक गर्नु छैन र सम्पूर्ण सोसियल मिडिया युज गर्नेहरू, मेरो साथीभाइहरू तथा दिदीबहिनी, काका काका, मामाइजू सम्पूर्णले यो घटनाको विवरण सम्पूर्णलाई थाहा छ। म डबल नाम लिएर उहाँहरूलाई पब्लिक नगराउनु, किनभने अहिले दुःखको घडीमा उहाँहरूलाई सहाराको आवश्यकता छ, पब्लिकको आवश्यकता छैन। उहाँलाई जतिसक्दो न्याय छिटो पाउन् र सहारा पाउन् उहाँहरूलाई भन्ने अपेक्षा गर्नुभएको छ होला। मलाई यो पब्लिसिटी आफ्नो फेसबुकको गर्नु छैन या मेरै फेसबुक लाइकको पनि मलाई पब्लिसिटी गर्नु छैन। मैले भिडियो बनाउनुको मार्फत चाहिँ के भने अलिकति ढिलै भए पनि 4-5 दिन ढिलै भए तापनि पुलिसले, वेस्ट बेङ्गल पुलिसले उनलाई
आरोपीलाई पक्रियो, त्यही नै ठुलो कुरा हो। पक्रेर अब कानुनी मुताबिक जे हिसाबको कानुन हाम्रो लमा छ त्यो हिसाबको सजाय उनले भोग्छ है, र परिवारले पनि न्याय पाउँछ भन्ने आशाले गर्दाखेरि। र हाम्रै क्लासमेट भएको उसको दिदी साथी थियो हो, र त्यही भन्ने कारणले गर्दाखेरि मलाई भिडियो बनाउनु मन लाग्यो र मैले बनाएको। र उहाँको परिवारले छिटैभन्दा छिटै आशा छ पाउनुहुन्छ उहाँहरूले न्याय सफलतापूर्वक। र मलाई यो पनि विश्वास छ कि उहाँले जुन न्याय पाउनुहुन्छ उहाँकै पक्षमा हुनेछ। र अब जुन बितिसकेको कुरालाई, बितिसकेको व्यक्तिलाई त हामीले फर्काउन सक्दैनौँ, त्यो विधिको विधान हो। जो व्यक्ति गइसके उनीलाई फर्काउनु त सकिँदैन। तर म भगवान्सँग प्रार्थना गर्छु जो बहिनी अझै पनि क्रिटिकल अवस्थामा हुनुहुन्छ उहाँ चाहिँ छिटोभन्दा छिटो निको होस्, उहाँलाई कुनै पनि प्रकारको ठुलो गहिरो चोटपटक नलागोस्, सिरियस बिमारी नहोस्, उहाँ छिटैभन्दा छिटै नै आफ्नो जुन प्रकारको एक्सिडेन्टले बिमारी हुनुभएको छ या चोटपटक उहाँलाई लागेको छ शीघ्रभन्दा शीघ्र जाति हुने, छिटोभन्दा छिटो जाति हुने र उहाँलाई सन्चो सुविस्ता हुने भगवान्सँग प्रार्थना गर्दछु। किनभने कुनै पनि व्यक्तिको घरमा यस्तो प्रकारको घटना घट्छ भने दुःख सम्पूर्णलाई नै लाग्छ। खास गरेर जब हाम्रो कुनै गल्ती नभए तापनि जो त्यो भाइ र बहिनी थियो, त्यो भाइ र बहिनी रोड साइडमै हुनुहुन्थ्यो। मैले त्यसको भिडियो हेरेको थिएँ, उनीहरूको भिडियो हेरेको थिएँ कसरी त्यो गाडीले ठोक्यो एक्सिडेन्ट गर्यो। त्यो पनि डरलाग्दो थियो नजारा, जुन सिसिटिभी फुटेजद्वारा भिडियो सोसियल मिडियामा भाइरल भएको थियो। अचम्म लाग्दो कुरा हो यो। अगर इन्भेस्टिगेसन गर्दै जाँदा पुलिसले के नतिजा पाउँछ भन्ने कुरा चाहिँ मलाई थाहा भएन। तर साधारण व्यक्तित्वको हिसाबले हेर्दाखेरि जहाँ अर्को रोडबाट कुनै गाडी आएको छैन, अर्को साइडबाट कुनै गाडी आएको छैन, त्यो गाडीको ब्याक साइडमा केही पनि गाडीहरू छैन र पनि केही ट्राफिक पनि छैन र पनि त्यो गाडीले मान्छेलाई हिट गर्नु, सायद त्यसमा कति कदम प्लान पनि लाग्छ हैन। अब मान्छेको भित्र कसको भित्र के छ भन्ने कुरा हामी बुझ्न सक्दैनौँ त्यतिकै त। अब हेरौँ कानुनले न्याय कस्तो प्रकारको देखाउँछ, लिनेछ। हामी त्यो सोसियल मिडियामा सिर्फ सपोर्ट गर्न मात्रै हो। हामीले कानुनभन्दा अगाडि हाम्रो केही पनि छैन, हामीले केही लाग्दैन पनि र कानुनभन्दा माथि हामी होइनौँ पनि। हामी कसैलाई जज गर्न पनि सक्दैनौँ। सिर्फ त्यो सिसिटिभी फुटेजको आधारले हेर्ने हो भने चाहिँ कदा चाहिँ जानी बुझी गरेको जस्तो पनि छ। र यति भन्दै म उहाँहरूलाई दुखेको घाउमा अझ चोट पुर्याउन चाहदिनँ। उहाँहरूलाई अझै झन्झल्को आउँछ होला, सायद उहाँको आमालाई पनि कति पीडा परिरहेको होला, जो आफ्नो यङ छोरा उहाँले उहाँको काखबाट ओझल भयो हैन। अब यो संसारै छोडेर जानुभयो, उहाँको आमा बुवालाई कति पीडाहरू होला। यो सब कुराहरू म सोसियल मिडियामा अपडेट गर्न चाहदिनँ, किनभने उहाँलाई सहने शक्ति दिनुहोस् भगवान्। उहाँलाई अहिले ठुलो पीडा परेको छ, यति ठुलो पीडा परेको छ कि सायद यो यत्रो ठुलो पीडा चाहिँ कुनै संसारमा मेरो दुश्मन छन् भने पनि कसैलाई पनि नपरोस् भन्दै आजको यो मेरो भिडियोलाई म यहीँसम्म समाप्त गर्दछु।